आमा तपाईलाई त कति थोकको सिलोक याद छ त हैन कति थोकको भनिसक्नु भयो हामीलाई कति थोकको सिकाइसक्नु भयो अब यो हामीलाई अब रजस्वला भएको पनि त केही सिलोकहरू त होला नि त कति दिन बार्नु पर्ने कसो गर्नुपर्ने के हो त्यो छ भने हामीलाई सुनाउनु नि त म सिलोक पाराले भन्दैछु त अलि फेरि बुझाएर पनि भनिदिन्छु हुन्छ श्रजातिका छन् पुखवती हुन्छ मास मास शास्त्रैहरूको नियम लिनु पर्ने खास माला र गाजल सुगन्ध तेल स्नान परदेश जान र गोरस मासु खान भन्छ पुखवती भनेको हामी नारी जाति हौँ सबै जातका हुन्छन् भनेको श्रजातिका पुखवती भनेको चाहिँ सबै जातका अब नारीहरू हुन्छ सबै जातलाई हुन्छ अनि त्यो भएका बेला चाहिँ अब हामीले माला गाजलहरू टीका सिन्दुर यस्तो अब लाउनु हुँदैन परदेश जानु हुँदैन गोरस भनेको अब गाईको दुध खानु हुँदैन साँच्चै न्याम गरेर बाँच्दाखेरि अनि अब त्यस्तो हो अनि पिरा र खाट शुभ आसन माथि चन्न दन्तादि मोलन कसैसँग छुन छान 3 रात्रिसम्म यति काम हुँदैन जान भनेको छ अब 3 रातसम्म चाहिँ हामीले बस्नु त अब सुगा राम्रो खानु चढ्नु पिरा आउँदो नबस्नु अब अघि नछुनु पकाएर नखाउनु भन्छ अब साह्रै अब अप्ठ्यारो पर गऱ्यो भने त अब त्यसमा पनि अब केही गर्छ मान्छे अब 4 दिन पुग्छ 4 दिन भएपछि अनि आफूले अब चौथै दिनमा 6 गाडी बिताई जाऊ जलाशयमा त शुचि हुनलाई तो गुप्त इन्द्रिया अनि 60 पल्ट पानी लगाई धुनु अनि मोल्नु दन्त धो लुगा कपाल शरीर नुहाऊ लौ घरमा गई झट्ट पञ्चकव्य खाऊ तोला भरी गौत गोबर आदि तोला मिसाएपछि भन्दछ पञ्चकव्य चौथै दिनमा गर्नु पतिको सुसार 5औं दिनमा गर्नु देव पूजा विचार श्रद्धादि अधिकार छ 7 दिनमा बग्दै भएर जन गर्नु विचार मनमा अनि 5औं दिनमा देव पूजा विचार भनेको छ 5 दिनमा चाहिँ अब देव कार्यहरू चल्छ भनेको छ अनि 7 दिनका दिन चाहिँ श्राद्धमा जान श्राद्धको केही खाना पकाउनु हुन्छ भनेको छ त्यसरी भग्दै भएर जन गर्नु विचार मनमा भनेको छ अब त्यही पनि आफ्नो जिउ ठिक छैन त्यस्तो हुँदैछ भनेदेखि चाहिँ अब नगर्नु भन्छ कि